उसका कुरा मजाले उनले नचाहिँदो कुरा गरे पनि मजाले सुनिदिनु भयो भने 50% चाहिँ उसको त्यो ग्रीवान्सेस हिल हुन्छ। जब ऊ अन्तमा रुन्छ नि अनि उसको आदि समस्या समाधान हुन्छ। यो मिडिएसनको प्रोसेस एज अ मिडिएटर तपाईहरु बेस्ट लिसनर पनि हो। तपाई कति मजाले सुन्नुहुन्छ त्यो अनुसार तपाईले त्यो व्यक्तिको कन्फिडेन्स आफूमा प्राप्त गर्नुहुन्छ। यसले मेरो कुरा सुने यत्रो दिन त मेरो कसैले कुरै सुनेको थिएन। वकिल साहबले आज मजाले कुरा सुन्नुभयो भने तपाईलाई पहिले विश्वास गर्छ उसले। जब तपाईलाई उसले विश्वास गर्छ तपाईले दिएका विकल्पहरुमा पनि विश्वास गर्छ। त्यहाँनिर मेडिएसनको चान्सेस हाई हुन्छ। त्यहाँ मेलमिलापको चान्सेस हाई हुन्छ। यद्यपि कि हामीले आर्बिट्रेसन जस्तो इम्पोज गर्ने होइन, हामीले प्रपोज मात्रै गर्ने हो। जब मिडिएसन तपाईको जीवन शैली बन्छ, तपाईको वकालतमा मात्र के अरे व्यवसायमा मात्रै होइन तपाईको घरमा पनि तपाईका घरका मान्छेले पनि तपाईलाई तपाईको बडी ल्याङ्ग्वेज चेन्ज हुन्छ, तपाईको अप्रोच चेन्ज हुन्छ। आजको दिनमा मान्छेलाई फोन गर्न पनि कहिलेकाहीँ डर लाग्छ के कसरी रियाक्ट गर्छ भनेर। मान्छेले पोलाइट रिक्वेस्ट पोलाइट अप्रोच कम भाग हुँदै गएको समाज हो। त्यही कारणले मैले सुरुमै भने यो हेटेरोजेनियस सोसाइटी हो। यस्तो सोसाइटीमा कन्फ्लिक्ट टु रियाक्सनको लेभल चाहिँ अहिले विभिन्न फ्याक्टरले गर्दा बढी भएको छ।